के थियो के भएको थियो? त्यो हिजो म घरमा थिएन, मेरो इन्डियाको काम थियो त म इन्डिया गइसकेको थियो। राति 9 बजेको यो घटना हो। त्यो अब म के भन्दैछु, त्यतिखेर म घरमा थिएन। त्यो रायदेव मण्डलको छोरा अनि त्यो जमायती पण्डितको छोरा अनि एउटा त्यो के भन्छ त्यो त्यसको नाम अहिले बिन्देश्री भनेको बिन्देश्रीको छोरा। तिनै एउटा मतलब के गाउँपालिकाको आगुमा मेरो एउटा 13 वर्षको बच्चालाई उठाएर त्यो पश्चिमपट्टि त्यो 9 नम्बर बाटोमा लगेर त्यो एउटा खाल्टोमा फालिदियो। किन फालेको थियो? किन उठाएको थियो? त्यसलाई मैं सोधेँ के तिमीसँग सानो बच्चासँग के थियो, के थिएन। तिनीहरूलाई म डराउँदै थियो। त्यसलाई म भने त्यसले के गरेको थियो के गरेको थिएन, त्यसले म डराउँदै थियो। त डराउँदैखेरि के थियो, तिमीले यहाँ 1-2 झापड लगाउँदाखेरि मलाई मेरो घरमा पहुँचाथ्यो, मेरो लागि सोध्थ्यो। अनि किन सोधेन? त्यो खाल्टोमा किन फेकेन? किन फेको तिमीले? म तेरो सोधेर मलाई सबैलाई त्यो पुलिस प्रशासनलाई सबै गएँ। त्यहाँ मलाई भनेर त्यहाँलाई 2 केटालाई मलाई समातेलाई भित्र गरेको छु। त्यो रायदेव मण्डलले मतलब कि चाहिँ राजकुमार भन्ने मण्डलले त्यो भन्छ म 1 घन्टामा मतलब छोरालाई मलाई भित्र लान्छु, तर अहिलेसम्म त भित्र लागेको छैन। अनि अगाडि अब के गर्नुहुन्छ तपाईँ? अब अगाडि त्यो मतलब प्रशासनको के छ, मतलब यो समाजको मतलब के छ, मतलब मेरो न्याय चाहियो भने म त्यही भनिराखेको छु। अहिलेसम्म प्रशासनले केही गरेको छैन। 2 घन्टा 1 घन्टा मलाई भनिराखेको छ राजकुमार मण्डलले, तर अहिलेसम्म त्यो छोरा त्यहाँसम्म पुगाएको थिएन। त्यसको ब्याग थियो, ब्यागको नम्बर सबै म त्यसलाई इन्सपेक्टरलाई मतलब थानामा बुझाएको छु। अहिलेसम्म त्यसले इन्सपेक्टरले केही पनि गरेको छैन। तपाईँ जाहेरी दिनुभयो? दिए भएको मैले बाइक समातेको छैन? बाइक समाएको अहिलेसम्म समाएको छैन। कहाँ छ ब्याग, के छ, त्यसको नम्बर सबैमा दिइहालेको छु। तपाईको नाम के हो? मेरो नाम तीननी मेहता, मतलब देमाना गाउँपालिका वार्ड नम्बर 3 मा। कता मेला से? देवांग से मेला। हाँ तब कदी मिली? के समावेद रे? के सब? चल ना फिर चला बीच तू के समावेद रे? तू सुशील मनीष। तब आवेर कल के 10 टका दियो। कता कोई ना पूछल को? पालिका का गाड़ी में। ओके हाँ। हमरा के सामने पैसा नहीं रे। के मांगल को पैसा? के छ सुनील? के कर बेटा छी? ले ठीक छै। ले कतम? आवे गाड़ी संगे हमरा पैसा नहीं। गाड़ी सब पे सटे के एक मार लगे ना हमरा